हेलो गाइस, आज हामी घुम्न जाँदैछौँ कमल पोखरी साथीहरूसँग टक्क मिलाएर। आजको शुभ बिहानीको सुरुवात यो भ्लगबाट भयो है त। यो चाहिँ मेरो पसल हो। यहाँनिर चाहिँ अब चाहिँ साथीलाई यसो फुलाइ फकाइ गरिराखेको अवस्था छ। यसो हैन 1 घन्टाको लागि चाहिँ बाहिरतिर यसो काम पनि छ, अनि उतैतिर यसो कमल पोखरीमा एकताल पुगेर आउनु पर्यो के कस्तो छ त्यतातिरको वातावरण भनेर चाहिँ साथीलाई चाहिँ यसो मनाइराखेको। साथीले पनि बस्दिन्छु भन्ने कुरा गरिसकेपछि मेरो चाहिँ अलिकति छुट्टै छाँटकाट छ क्या। फेरि टक्क मिलाएर अब जाने चाहिँ मैले चाहिँ तयारी गरिराखेको छु। अनि ठ्याक्कै सोल्टी आउनुभयो। सोल्टी टक्क कोट प्यान्टमा एकदम बेहुलाको भेषमा, अनि यतातिर चाहिँ अनि घरबेटीवालाई चाहिँ यसो थोरै जिस्काइयो है त। पछाडि काका मजाले हाँस्नुभयो। अनि त्यसपछि साथीहरू यतातिर चाहिँ गेम खेल्दैछन्, अनि यतातिर चाहिँ त्यो साथीलाई चाहिँ ल हामी चाहिँ गयौँ राम्ररी पसल लिर्नु, व्यापार टन्नै गर्नु भनेर भनियो। साथीले महाभारत पुराण सुनाउनु लाग्यो। अनि ट्याक्सी पनि ठ्याक्कै आयो, अनि ट्याक्सीमा चाहिँ अब गयौँ। हामी चाहिँ 4 जना गयौँ है त। उतातिर त्यो फुलहरू फुलेको यताउति थियो नि त, अनि के कस्तो रहेछ भनेर गएको। तर तपाईहरुले भिडियोमै देख्नुहुनेछ के कस्तो छ भन्ने कुराहरू त है। यता ट्याक्सी हामीले चाहिँ लगभग त्यहाँबाट चाहिँ हिँड्यौँ। अब चाहिँ हामी माछा पोखरी पुग्नेवाला छौँ एकैछिनमा, तपाईहरुले देख्न सक्नुहुन्छ। हामी ठ्याक्कै माछा पोखरी बाइपास पुग्यौँ है त। अब यहाँदेखि लेफ्ट लाग्यो भने ठ्याक्कै माछा पोखरी चोक पुगिन्छ। हामी चाहिँ ठ्याक्कै बालाजु चोकमा निस्किने हिसाबले 22 धारा हुँदै जान्छौँ। त्यस भएले हामी राइट टर्न लिन्छौँ है त। तपाईहरु पनि यो माछा पोखरी र बालाजु यो बिचको 22 धारामा घुम्न चाहनुहुन्छ भनेपछि चाहिँ तपाईहरु जान सक्नुहुन्छ। यो 22 धाराको एरिया हो है त। यो उतातिर देखिराखेको यो गेटहरुले यो बारेको एरिया भनेको 22 धाराको एरिया हो। यो चाहिँ राम्रो पार्क छ यहाँ भित्र पनि। हामी चाहिँ ठ्याक्कै बालाजु चोकमा पुग्यौँ यतिखेरको अवस्थामा चाहिँ।